देखिनु भएको छ यो कालो कोट लगाएर बसेको व्यक्ति है। म मिलन सुनुवार, मेरो घर नेपालको प्रदेश नम्बर 1 उदयपुर जिल्ला कटारीबाट म छु। मेरो घर उदयपुर कटारी र यो इन्डस्ट्रीमा आउनुभन्दा अगाडि एउटा 12 कक्षा पढ्दै गरेको 12 कक्षामा अध्ययन 12 क्लास स्टडी गर्दै गरेको एउटा स्टुडेन्ट, साधारण व्यक्ति, म साधारण एउटा विद्यार्थी। र म यहाँ आउनुभन्दा अगाडि एउटा फुटबल क्षेत्रमा चाहिँ मेरो जिन्दगी बनाउँछु भनेर म हिँडिरहेको, म फुटबल खेलाडी बन्छु भनेर हिँडेको व्यक्ति। अनि फुटबल पनि खेल्दै थिएँ, विभिन्न ठाउँबाट गएर गेमहरू खेल्ने मौका पाएँ। म पूर्वाञ्चलको फुटबल खेलाडी। साथै फुटबल खेल्दै गर्दाखेरि रनिङ इम्प्रुभ भयो। म पूर्वाञ्चलको म्याराथन रनिङ प्लेयर पनि हो। म 5 किलोमिटर रनिङ गर्थेँ। मैले 2074 साल र 2075 साल 2 साल नै मैले चाहिँ म्याराथन जितेको है। म्याराथन रनिङ प्लेयर। अनि त्यति मात्रै नभएर मेरो हजुरबाबुले चाहिँ मलाई के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ मेरो छोरा पनि हुन सकेन, जेठा नाति पनि हुन सकेन।